एभ्रिवान नमस्ते यहाँहरूलाई फेरि पनि हाम्रो गफको अर्को श्रृङ्खलामा हार्दिक स्वागत गर्न चाहन्छौँ र हामीसँग अहिले हाम्रो प्यारो मित्र रोनन सुब्बा हुनुहुन्छ एन्ड वी विल टक मोर अबाउट हिम अन द गफ फर्दर। रोननजी नमस्कार अनि स्वागत छ। नमस्कार। आराम हुनुहुन्छ? एकदमै आराम। थ्याङ्क यू है, निम्तो गर्नुभयो। एकदम एकदम एकदम। अनि यात्रा कस्तो रह्यो? यात्रा रमाइलो, 2 घन्टाको होइन, रमाइलो यात्रा भयो। म्युजिकल मान्छे त्यसै पनि है, म्युजिक सुन्दै आउँदाखेरि गाना सुन्दै होइन। अनि एकदमै सरी भन्न चाहन्छु, यो एकदमै मर्निङको टाइममा रह्यो हाम्रो गफको लागि हजुरलाई होइन। होइन डोन्ट बी, किनभने मर्निङ एकदम राम्रो हो। युजुअली म चाहिँ मर्निङ पर्सन चाहिँ होइन, तर यसरी मर्निङमै उठ्न पाइयो भने चाहिँ दिनमा धेरै कुराहरू गर्न सकिन्छ। जस्तो आज हेर्नुहोस् न, अब यतिखेरै यहाँनिर आएर कामहरू गरिरहेको छु होइन, डेफिनेटली। अनि त्यसपछि त्यति मात्रै नभएर तपाईँ त फेरि अब म्युजिकल फिल्डमा होइन, एकदमै हाम्रो अब स्पेसली हाम्रो कम्युनिटीमा होइन मेलोडी, म पर्सनली मेलोडी को चाहिँ एकदमै धेरै फ्यान, मेलोडी किङै भन्न रुचाउँछु म चाहिँ होइन। यति धेरै मिठो लाग्छ हजुरको जुन गायकी आवाज होइन। अनि प्रथम कुरो त मर्निङको कुरामा हजुर त रियाज गर्नको लागि त अभियसली उठ्नु पर्यो, बेस्ट टाइम नै हो होइन। अनि आई विस वी कुड ह्याभ हार्मोनियम टुडे होइन, कुनै एउटा इन्स्ट्रुमेन्ट साथमा भइदियो भने अलिकति मजा हुन्थ्यो भन्ने कुरा थियो। तर गफ हाम्रो मिठै हुन्छ, मिठै जानु पनि पर्छ। हजुर यस अभियसली। अनि हाम्रो जति पनि हामीलाई हेरिरहनु भएको छ यहाँहरू सबैजना, होप यु अल डुइङ वेल होइन। अनि वेलकम टु गफ वन्स अगेन। अनि हाम्रो आजको स्पेसल गेस्ट मेरो प्यारो मित्र, हामीलाई उहाँको व्यस्तताको बावजुद पनि 2 आवर ड्राइभिङ गरेर हामीसँग आउनु भएको छ। उहाँलाई एकदमै हामी हृदयदेखि नै धन्यवाद दिन चाहन्छौँ। हाम्रो इन्टायर गफको टिम लगायत हाम्रो स्क्वान्टनमा पनि होइन, आफ्टर करिबन लाइक 10 वर्ष मै स्क्वान्टन आएको 10 वर्ष अगाडि हो। पहिला कता जर्जियाबाट हामी यता आउँदाखेरि चाहिँ अनि हाम्रोमा हजुर बसियो। तपाईँहरूको त्यो त्यतिखेरको घर बसाइ चाहिँ त्यतिखेर मेरो के अरे उतिखेर हन्डा सोनाटा गाडी थियो। 2015 को कुरा होला, 15-16 को। हजुर हजुर 2007 को पुरानो गाडी थियो। त्यो बाटो चाहिँ यस्तो रहेछ क्या तपाईँहरूको बाहिर रोड, त्यहाँ त लास्टै उकालो, पार्क राख्नै गाह्रो भएको के, मतलब डर भएको। गाडी त अडेर आउँछ नि, हाम्रै पनि कतिचोटि त सलल ब्यागै आएको छ, पार्क गरियो होला भनेर राखिन्थ्यो होइन। कोही बेला त्यो अब स्पेसली रेनिङको टाइममा अनि त्यहाँदेखि तपाईँको गाह्रो है, ब्ल्याक आइसको टाइममा त अब सोच्दा पनि नसोच। म त बिहान उठ्दा त गाडी त सुकेर तल हुन्छ होला जस्तो भयो। लास्टै डेन्जर ठाउँ नि धन्न 2021 मा चाहिँ त्यहाँबाट मुभ आउट भयो। ए हजुर। तर त्यो डाँडा चाहिँ एकदमै अझ हाम्रो प्रभु दाई हाम्रो जुन कम्युनिटीमा एकदमै गजलहरू होइन एकदम राम्रो गाउनु पनि हुन्छ, लेख्नु पनि हुन्छ, कम्पोज पनि गर्नुहुन्छ हाम्रो प्रभु शङ्कर दाई। उहाँ र हामी चाहिँ तलमाथि बस्थ्यौँ क्या त्यतिखेर चाहिँ। त्यो त्यहाँ जुन तपाईँ आउनु भएको थियो नि त्योभन्दा अगाडिको घरमा त्यतिखेर तलमाथि बस्छु, त्यहाँ त झन् यस्तो थियो है। त्यतिखेर हामी कस्तो कोइन्सिडेन्स हो भने नि, हजुर त्यो एउटा संयोग चाहिँ कसरी बन्यो भने त्यतिखेर म स्यानलेमा बस्थेँ होइन। स्यानले ड्राइभ कलम्बसको एकदमै पपुलर, सबैले हाम्रो भुटनेसहरूले चाहिँ साङ्ले भन्थ्यो, त्यहाँ बस्थेँ। अनि त्यहाँ बस्ने क्रममा मेरो एकदमै मिल्ने साथीहरू शरण गुरुङ जो एकदमै राम्रो म्युजिसियन प्लस सिङ्गर हुनुहुन्छ। शरण भाइ त एन्ड वी मिसिङ यु, होपफुली वी विल ह्याभ यु अन आवर शो वान डे है। शरणजी अनि शरणजी र मेरो हाम्रो कम्बाइन्डली एउटा काम पनि गरिरहेको छौँ, कोलाबोरेसन रिसेन्टली पनि अपकमिङ पनि छ। अस्ति लम्मा पनि हामीले कभर गरेका थियौँ। शरणजीको त्यसमा ठुलो कन्ट्रिब्युसन छ होइन। र म जाँदै थिएँ ब्याक टु 2015 को कुरामा। शरणजी, म अनि सुभाषजी नाइस, सुभाष तामाङ मेरो एकदमै मिल्ने साथी। उहाँ चाहिँ एउटा यस्तो पोजिटिभ साथी हुनुहुन्छ कि एकदमै पोजिटिभली इन्सपायर गर्नुहुन्छ। उहाँको प्रेजेन्स चाहिँ एउटा पोजिटिभली एउटा भाइब दिन्छ होइन। सुभाषजी, म, शरणजी 3 भाइ मेरो अपार्टमेन्टको बाहिर बस्यौँ, रेलिङबाट यसो तल के अरे अगाडि पार्किङ लटमा हेऱ्यौँ, कहाँ जाने। त्यतिखेर फ्री थियौँ होइन, विवाह पनि थिएन, जिम्मेवारी पनि थिएन। अहिले जस्तो ब्याचलर लाइफ रक्स भने जस्तो
अनि सुभाषजीले मेरो नर्थ केरोलिनामा साथी छ त्यता जाउँ भन्यो। त्यता कल लाउनु साथीले कल उठाउनु भएन, व्यस्त हुनुहुन्थ्यो होला। शरणजीले जर्जियातिर जाउँ के भन्ने भयो। अनि एकछिनमा कुरामा अनि न्युयोर्क सिटी जाउँ भन्ने कुरा हो। अनि त्यसरी चाहिँ 3 भाइ न्युयोर्क सिटीको लागि बाटो लाग्दाखेरि अनि शरणजीले तपाईँसँग पुरानो चिन्जान रहेछ पहिलेदेखि, त्यहाँ हाम्रो नन्जु दाइ हुनुहुन्छ त्यहाँ बसौँ भनेर तपाईँसँग बात भयो। हामी कति 12-1 बजी राति आएको थियौँ नि, अलमोस्ट मिडनाइट नै भइसकेको थियो। अनि भोलिपल्ट न्युयोर्क सिटी गयौँ, फेरि तपाईँहरूसँग ज्यामअप पनि भयो। त्यतिखेर मैले पाउजु गीत गाउँदाखेरि तपाईँले सौगात इन्टरटेनमेन्टमै राख्नु भएको थियो, त्यो जुन हाम्रो रमाइलो भएको थियो। गफ पनि सौगात इन्टरटेनमेन्टबाटै नै आउने हो। मेघ भाइ त्यतिखेरै भेट भएको, हिरा सिस्टर, अब तपाईँको मिसेस दिपा सिस्टर, सबैजनासँग एउटा रमाइलो भएको थियो कि होइन। त्यो टाइम त एकदमै हाम्रो लागि त त्यो एउटा तपाईँहरूको लागि चाहिँ अब सडन त्यो शरणले सम्झे होइन। शरणसँग चाहिँ आजभन्दा लगभग 10-15 वर्ष अगाडि नै जिदेन राई हाम्रो डेनभरमै हुनुहुन्थ्यो त्यतिखेर, अहिले त मुभ आउट हुनुभएको छ। र हाम्रो बिर्ख गुरुङजी त म एकदमै धेरै रेस्पेक्ट गर्छु क्या। उहाँको घरभित्र पस्ने बित्तिकै होइन यस्तो त्यो लिभिङ रुममा यस्तो भाइब्स आउँछ, यति धेरै लिजेन्ड्रीहरूको चाहिँ उहाँले पिक्चरहरू होइन म्युजिक फिल्डमा साहित्यमा हुने अनि जति पनि यो क्षेत्रमा लिभिङ लिजेन्ड प्लस जति पनि पास्ट आउट हुनुभएको छ उहाँहरूको सबैजनाको पिक्चर यति मजाले राख्नु भएको छ नि। जो पनि पर्छ भने काइन्ड अफ उहाँभित्र चाहिँ म्युजिकको प्रति चाहिँ एउटा साहित्यप्रति म्युजिकप्रति चाहिँ कतिको एउटा सम्मान रहेछ भन्ने कुरा चाहिँ डेफिनेटली त्यही पस्ने बित्तिकै एक्सपोज हुन्छ क्या। म त आम लाइक एकछिन त फ्रिज नै भएको पस्ने बित्तिकै। अनि एकदम मिस गर्छु म साथीलाई। दाइलाई त के अरे बिर्ख दाइ त के अरे एकदमै सङ्गीतको प्रेमी। अस्ति रिसेन्टली उहाँले विधवा भन्ने एल्बम हो जहाँ म पनि गएको थिएँ, हामी किरण भाइ म गएको थियौँ आफ्टर हामी कोलम्बसको त्यो उसमा पेड भयो प्रोग्राममा, त्यस पछाडि चाहिँ त्यतै गएको थियौँ। तपाईँको लगभग जिदेन दाईहरूसँग उहाँहरूले बोलाउनु भएको थियो। अनि त्यतिखेर चाहिँ अब राजेशपाल दाई होइन, दिपेश किशोर भट्टराई लिजेन्ड सिङ्गर होइन उहाँ हुनुहुँदो रहेछ। अनि हाम्रो के अरे एकदमै स्रष्टा भन्छु म चाहिँ ज्ञानेन्द्र गदाल, हामी चाहिँ मामा भन्छौँ, उहाँ पनि उहाँ हुनुहुन्थ्यो, हाम्रो मामा पर्नुहुन्छ। अनि उहाँ हुनुहुन्थ्यो, उहाँले गर्नुभएको थियो। त्यतिखेर चाहिँ शरणहरूसँग चिन्जान भएको थियो होइन। अनि शरणको गीतहरू पनि मलाई सुनाएको थियो क्या, त्यो उसको फर्स्ट एल्बमको गीतहरू। शरणजीले त 2013-14 नै अगाडिदेखि गर्न थाल्नु भएको त्यो मेरी आमाहरू भयो अनि अरू गीतहरू कस्तो राम्रो मुसु हाँसिदेऊ एक कान्छा मलाई माया गरिदेऊ न। त्यसमा त हामीले स्टेजमा पनि डान्स गरेको थियौँ। एकदमै हाम्रो राम्रो चलेको थियो कम्युनिटीमा पनि, बाहिर पनि त्यो गीत। मतलब अलिकति अब बिस्तारै डान्सिङ नम्बर प्लस मान्छेलाई एउटा जली होइन इन्जोय गराउने खालको म्युजिक पनि मान्छेले अहिले त अब धेरै यहाँ इभेन्टहरू भयो होइन, फङ्सनहरू भयो, फ्यामिली फङ्सन अथवा कुनै पनि प्रोग्रामहरू हुँदाखेरि त अभियसली सुन्ने सँगसँगै उहाँहरूलाई ओभरअलमा ऱ्यापअप चाहिँ डान्सवाला नै चाहियो। त्यो छ नि त अहिलेको डिमान्ड। अहिले पनि ट्रेन्ड अब बिस्तारै अहिले मैले हिजो मात्रै हेर्दै थिएँ युट्युबमा, खेम सेन्चुरी अहिले कोच हुनुहुन्छ नि भोइसमा, अब उहाँ र पल्स आएको त्यो एउटा कम्बिनेसनमा होइन उहाँहरूको कोलाबोरेसनमा एभ्री सङहरू डान्सिङ र एकदमै दर्शक श्रोताले पनि मन पराएन। पछिल्लो दुर्गेश थापाकै गीतहरू लिउँ होइन, अब त्यो ट्रेन्ड पनि टिकटकमा त एकदमै हामीले इभन मैले ट्रेन्डी नै एउटा होइन डान्सिङ प्लस एउटा बिट भएको जुन चाहिँ एउटा रिदमिक। अनि त्यस्तोमा अब आई डोन्ट नो के क्रेज छ तर इट्स गोइङ ब्लास्ट क्या, त्यो एकदमै ब्लास्ट भइरहेको छ नि त उहाँको गीत होइन। अनि उहाँले आफै पनि हुनुहुन्छ आइएम नट अ सिङ्गर, आइएम अ पर्फर्मर, आइएम अ इन्टरटेनर होइन, एउटा विच इज राइट पनि हो जस्तो लाग्यो। जनताले अब अडियन्सले कस्तो हुँदो रहेछ भने नन्दजी, हामीले अब म्युजिकलाई चाहिँ हेर्दाखेरि अब एउटा होइन ज्ञान शास्त्रीय सङ्गीत अथवा कुनै पनि वेस्टर्न पनि एउटा बगैदा हिसाबले ट्रेन्ड भएर आएको। तर कस्तो हुन्छ भने एउटा नन ट्रेन्ड सिङ्गरहरू जो नेचुरली दे आर बोर्न विथ होइन त्यो सिङ्गिङ ट्यालेन्ट, उनीहरूले आफै पनि गर्न सक्दो रहेछन् क्या। र दर्शकलाई चाहिँ कस्तो हुन्छ भने इभन इन्डियाको अब किशोर कुमार होइन लेजेन्ड, इन्डियाको सबैले बुझ्नुहुन्छ, हामी पनि बुझ्छौँ, उहाँको गीतहरू सुन्छौँ। उहाँ पनि ट्रेन्ड सिङ्गर हुनुहुन्न क्या, तर एउटा गलामा अलरेडी गिफ्टेड त्यसमा साधना गर्नुभयो, त्यो खालको इन्भाइरोमेन्ट पाउनुभयो होइन। त्यो कुराले नै हुँदो रहेछ। मैले पनि अब मेरै उसमा पनि अब होइन
त्यस्तो भयङ्कर सिकेको होइन, बेसिक केही कुराहरू सिकेँ मेरो श्रद्धेय गुरु अनिल फागो म सम्झिन चाहन्छु उहाँबाट। तर उहाँबाट त धेरै हाम्रो स्पेसली हाम्रो क्याम्पबाट त धेरैजनाले क्लास लिनुभयो होइन। अनिल सरसँग त हाम्रो सबै नै हाम्रो लामिन तामाङ दाजु बफलोमा हुनुहुन्छ, सर्वजित दाजुहरू होइन। सर्वजित दाईले चाहिँ मणिकमल छेत्री सरबाट बाँसुरी फ्लुट सिक्नु भएको होइन। तर धेरैजना हुनुहुन्छ, हाम्रो जगदीश दाईको बुलबुल अहिले जुन युएस जर्नी भइरहेको छ त्यसमा फ्लुट गर्नुहुने सर्वदाईले चाहिँ मणिकमल छेत्री सरसँग सिक्नुभयो होइन फ्लुट। अरू पनि सिक्नुभयो, सर्वदाई चाहिँ स्टिल सिकिरहनु भएको छ होइन। त्यो दाईको एउटा इन्सपायर हो क्या, एउटा हुन्छ नि हामीले देख्दाखेरि पनि अहिले स्टिल पनि दाई सिकिरहनु भएको छ। तर म्युजिकली भेरी ट्यालेन्टेड पर्सन हुनुहुन्छ होइन। म्युजिक त अब सिकेरै सकिँदैन होइन। र त्यही त एकदमै प्राउड लाग्छ क्या हाम्रो कम्युनिटीमा होइन। धेरैजना एकदमै म्युजिक इन्स्ट्रुमेन्टदेखि लिएर अब भोइसमा पनि होइन। अब कम टु यु राइट नाउ होइन। तपाईँको सबैभन्दा पहिला त त्यही त हामी अघि कहाँ थियौँ भन्दा जितेन दाईहरूसँग चिन्जान भयो पछाडि, अनि त्यहाँदेखि शरण भाइहरूसँग चिन्जान भयो होइन। हाम्रो पृथ्वी हाम्रो शरण भाइको गानामा म्युजिक मोडल पनि गर्नुहुन्छ, अहिले त सायद उहाँ एयर होस्टेज हुनुहुन्छ होला पृथ्वी हाम्रो। अनि उहाँहरू हुनुभयो होइन, चिन्जान भयो। त्यस पछाडि यता आइसके पछाडि अनि तपाईँसँग भेट्ने मौका मिल्यो क्या। ट्रिप गर्दै गर्दै आएको थियौँ, अनि त्यस पछाडि अहिले यहाँ आएको छौँ भन्दाखेरि चाहिँ विच वाज लाइक तपाईँसँगको त्यो फर्स्ट भेटमै होइन यति धेरै इम्प्रेस भएको थियौँ। हामी त एकदमै कनेक्टेड भयौँ एक्ज्याक्टली होइन। एज अ सानो अब होम स्टुडियो टाइपको एउटा म्याकको डेस्कटपमा एउटा माइक राखेर जस्ट एउटा ज्याम गर्ने सानो कोठाभित्र बनाएको थियो त्यतिकैमा। तर पनि हाम्रो त्यो पनि चाहिएन, तर हामी गिटारमै रमाइलो मोमेन्ट भएको थियो विच इज लाइक अनफर्गेटेबल होइन। अहिले स्टिल पनि सम्झिन्छु त्यो एकदम त्यो त तपाईँ हामी बिचमा त्यो मोमेन्ट जुन भयो त्यो त एकदमै अनफर्गेटेबल नै रहेको छ। इभन मेरो फ्यामिलीमा पनि पाउजु त यति धेरै बज्यो होइन। पाउजु त यति धेरै टिभीमा बज्यो, अनि त्यो प्रायः गुनगुनाउँदै गाडी हुँदै कतै हिँड्दाखेरि पनि त्यो यो जुन मेलोडीहरू छ होइन। मैले तपाईँलाई लास्ट रिसेन्टली कमेन्ट पनि गरेको थिएँ, सबै प्रोजेक्टहरू भिडियोहरू सबै राम्रो एकदमै वाउ नै छ। तर त्यो मध्येको पनि पाउजु चाहिँ मेरो माइन्डमा रोनन सुब्बा भन्ने बित्तिकै पाउजु। थ्याङ्क यू सो मच। फर्स्ट चाहिँ त्यो गीत नै आउँछ फ्यामिलीलाई होइन सब एकदम। अनि जतिले अब जति पनि अहिले रिसेन्टली हजुरको फेसबुकमा राख्नु भएको स्क्रिनसटबाट मैले चाहिँ लिएको छु। हजुर 2016मा चाहिँ पाउजु भयो गर्नुभएको रहेछ होइन। 2017मा वीरको बाटो होइन। अनि 18मा इयरली आइरहेको रहेछ क्या प्रोजेक्ट विच इज लाइक हाम्रो कम्युनिटीमा मात्रै नभएर यो म्युजिक फिल्डमा सबैजनाले वेटिङमा हुनुहुन्छ नि त। जस्तो हराउनु भएन, त्यो नै ठुलो कुरा रह्यो क्या। अनि 18मा सुन न बिचमा अलिकति ग्याप भयो, तर पनि त्यो ग्यापमा पनि काहीँ न काहीँ म्युजिक थियो होइन आफूभित्र। तर फेरि अब ब्याक 2014देखि 2024देखि 2024मा तिम्रो माया जाली जुन चाहिँ रिसेन्ट मेरो गीत हो। अहिले हजुरहरूले युट्युबमा सर्च पनि गर्न सक्नुहुन्छ, रोनन सुब्बा सङ भन्यो भने। डेफिनेटली रोनन सुब्बा अहिले त यति धेरै पब्लिकले हेर्नु पनि हुन्छ होइन। प्लस अब र धेरै माया धेरै सपोर्ट पनि पाइरहेको छ यो गीतहरूले होइन। त्यो अलिकति म्युजिकल जर्नी चाहिँ फर्स्ट बिगेन होइन कहिलेदेखि भयो र म्युजिक चाहिँ कसरी डिफाइन गर्नुहुन्छ? म्युजिकल ठ्याक्कै अब हामीले अब सुन्दाखेरि नै अब हुन्छ नि अग्रस्रष्टाहरू नारायण गोपाल अथवा नातिकाजी भक्तराज उहाँहरूको गीत सुनेर हुर्केको होइन। त्यस पछाडि बलिउडमा अब हामी हुर्किँदा चाहिँ उदित नारायण होइन 90sको दौर थियो, एरा थियो होइन। तपाईँ 90sकै हुनुहुन्छ नि? हो नि। अनि के अरे कुमार सानु उहाँहरू भयो, अनि नेपालमै पनि रामकृष्ण ढकालहरूको होइन राजेश पालहरूको त्यो उहाँहरू आउँदै हुनुहुन्थ्यो। त्यो सुनेर हुर्केको हामी होइन। र मेलोडी नै बस्यो क्या दिमागमा। त्यस पछाडि क्लासहरूमा उठेर गाउँथेँ, अनि क्लासमा उठेर गाउने। र पछि आएर चाहिँ नि मैले चन्द्र गर्दौला म मेरो गुरु आमालाई सम्झिन चाहन्छु। दमकमा सुरसुधा सङ्गीत विद्यालय थियो, त्यहाँनिर सिक्न गएँ सङ्गीत बेसिक उहाँबाट सिकेँ। अनि त्यसरी सिक्दै सिक्दै अनिल फागो गुरुसँग सिक्न पुगेँ होइन। अनि त्यस पछाडि
एल्बम गर्ने एउटा चाहना जाग्यो केही सङ्गीत सिके पछाडि बेसिक जस्तो गरेँ होइन अनि त्यस पछाडि चाहिँ म एल्बम गर्नलाई काठमाडौँ गएँ र त्यसमा अब एल्बमको उसमा चाहिँ हुन्छ नि काठमाडौँ भन्नु बित्तिकै जस्तो काठमाडौँमा अब काठमाडौँ त अब मेन जङ्सन नै भयो नि त होइन म्युजिकको लागि मात्रै नभएर आर्टिस्टिक फिल्डमा लागेको जति पनि सङ्घर्षरत अपकमिङ अथवा गरिरहेको कलाकारहरू भयो उहाँहरूको लागि त एकदमै टफ थियो नि त कतिको त्यो टाइममा कतिको च्यालेन्जिङ थियो एल्बम गर्नुको लागि च्यालेन्जिङ थियो म त अब ठ्याक्कै अहिले म यसो सम्झिन्छु अघि भर्खरै मात्रै दावा भाइ जो अहिले भोइसमा म त्यो कुरामा पनि आउन लागेको थिएँ टप 12 मा अब भोटिङ राउन्डमा एन्टर भइसक्नु भएको छ हाम्रो टिममा हुनुहुन्छ दावा भाइसँग कुरा भयो हजुर विनोद गुरुङ जो हाम्रो कम्युनिटीको एकदमै राम्रो सिङ्गर विनोद गुरुङ भाइ म अनि दावा भाइको कुरा भयो त्यही अब अहिले भाइको पनि कुराहरूमा अब होइन क्याम्पबाट भोइससम्म यात्रा भएको छ काठमाडौँमा होइन र बिचरा एउटा सपोर्ट छैन अनि त्यही कुराहरू भइरहेको थियो क्या अब भाइलाई के कसरी हामीले आफ्नो ठाउँबाट सपोर्ट गर्ने होइन किन एउटा राम्रो ट्यालेन्ट पनि हुनुहुन्छ होइन अनि हिजो पो क्याम्पमा अब हाम्रो कतिजना मैले अघि बाटोमा सम्झिरहेको थिएँ क्या दावा भाइसँग गफ भइसके पछाडि सम्झेँ कस्तो कस्तो राम्रो ट्यालेन्टहरू तपाईँ खेलकुदमा भन्नुहोस् सङ्गीतमा भन्नुहोस् शिक्षामा जुनै पनि क्षेत्रमा तर एउटा नागरिकता नभएको कारणले त्यो एउटा विडम्बना भयो उहाँहरू ठाउँमा पुग्न सक्नु भएन तपाईँको अर्जुन दाइले एउटा रियालिटी सोमा रुनु भएको छ त्यो उहाँ भकारिनु भयो नि त किनभने त्यो ठाउँमा ट्यालेन्ट हुँदै पनि अगाडि बढ्ने एउटा अवस्था थिएन अपर्च्युनिटीहरू थिएन र जहाँ तपाईँको प्रश्नको उसमा चाहिँ आउँदाखेरि च्यालेन्ज थियो तर मैले के भयो भने मेरो साथीहरू यता युएसमा हुनुहुन्थ्यो होइन कतिजना अगाडि नै अनि सबैजनालाई अब कुन इयरमा आउनुभयो म त पछि आएको नि 15 मा म त ढिलो आएको म आउँदाखेरि त हाम्रो किशोर शिवगटी दाई आइसक्नु भएको थियो मेघ भाइ पनि आउनुभयो अनि किशोर दाईहरू आइसक्नु भएको थियो होइन भनेको मान्छेहरू युएस गएर फेरि नेपाल आउँथ्यो क्या आउने जाने क्रम बढिसकेको थियो म आउँदाखेरि त हालखबर सोध्थेँ क्या क्याम्पको अवस्था के छ कस्तो छ तर जस म र अघि तपाईँले भन्दै सर काठमाडौँमा हुँदाखेरि त्यसरी मेरो सपोर्ट भयो म सम्झिन चाहन्छु टङ्क नेउपाने मेरो साथी यम गुरुङ मेरो मामाहरू दिपेन्द्र मामा दिपक मामाहरू होइन सबैजना कतिजना हुनुहुन्छ उहाँहरूको सपोर्टले नै त्यो अब लीलानिसा दिदीहरू भयो होइन तपाईँहरू सबै हुनुभयो शरणजीहरू बिकुजीहरू सबैको सपोर्टले गर्दाखेरि किशोर दाई थोक्तेन ड्रुक्पा जो डेनमार्कमा हुनुहुन्छ सबैको सपोर्टले मैले एउटा कहानी एल्बम गर्न एउटा सफल भएँ होइन सबैको सपोर्टले कहानी एल्बम हजुर नभए त अब क्याम्पमा कहाँ अब एल्बम त के र होइन एउटा गीतै रेकर्ड गर्न नि गाह्रो थियो कहानी एल्बमको बारेमा त म पनि अनजानै थिएँ हो त्यही त थ्याङ्क यू फर यो चाहिँ 2015 मा लन्च गरेर आएँ मैले काठमाडौँको मण्डला जुन अहिले विजय बराल अथवा के अरे दयाङहरूको उहाँहरूले ओन गर्नुहुन्छ पहिले चाहिँ अनामनगरमा थियो अहिले अर्कै ठाउँमा मुभ हुनुभएको छ अरे तर अनामनगरमा हुँदाखेरि मैले त्यो उहाँको मण्डला हाउसमा हाम्रो के अरे सत्यस्वरूप दाईहरू हुनुहुन्थ्यो होइन डमर नेपाली दाई बाबु बोगटी दाई उहाँहरूकै सङ्गीतमा मैले गाएको छु होइन अनि त्यसमा प्रकाश साङ्देम्बे आदरणीय दाजु उहाँको विशेष भूमिका रोल छ उहाँकै कारणले पनि लगभग त्यो काम उता भएको हो यता कुराहरूमा लामिन दाजुले लामिन तामाङ दाजु हेमा भाउजू मिठु बहिनी लामिन दाई पनि एकदम सपोर्टिभ उहाँहरूको सपोर्टले गर्दाखेरि नै भएको फर्स्टचोटि दाइसँग मेरो भेट भएको भनेकै त्यही हाम्रो कोलम्बसमा लास्ट टाइम भेट भएको बेलामा हो होइन एकदमै उहाँको पर्सनालिटिज होइन जुन देख्दाखेरि पनि एकदमै सपोर्टिभ होइन आर्टिस्टहरूलाई चाहिँ उहाँले धेरै उ गर्नु हुँदो रहेछ क्या मैले त्यस पछाडि पनि धेरै ठाउँहरूमा पनि देखेँ अहिले जगदीश दाइसँगै पनि हो त रिसेन्टली पनि उहाँले टुरमा हाम्रै कम्युनिटीको धेरै आर्टिस्टहरूलाई प्लस अब ट्यालेन्टहरूलाई म्युजिसियनहरू राखेर काम गरिरहनु भएको छ कि जस्तो दावा भाइको प्रसङ्गमा नि जस्तो दावा भाइ मलाई जहाँसम्म लाग्छ एकचोटि क्याम्पमै कम्पिटिसन भएको थियो सातवटै क्याम्पको त्यतिखेर चाहिँ दावा भाइ किरण भाइ अनि हाम्रो प्रवीण भाइ दियाली
एकचोटि हाम्रोमा त्यो 7-8वटा गेमको कम्पिटिसन हुँदाखेरि चाहिँ पथरीमा भएको थियो अनि केटाहरू हाम्रोमा आएर बसेको मलाई त्यो जस्तो लागेको छ किरण अनि प्रवीण भाइ सबै बसे तर 3जनामा केटा बसेको हुन् फर्स्ट सेकेन्ड थर्ड भएकै केटाहरू थिए होइन आई थिङ्क दावा अलिक सानै होला किरणहरू भन्दा कि सँगसँगैको हो कि होइन मेबी समकालीन त्यस्तै होला मलाई त्यतिखेर आई थिङ्क दावा नै जस्तो लाग्छ किनभने दावा इज इन माई फ्रेन्ड लिस्ट क्या अलरेडी नै फ्रेन्डमा रहेछ भनेपछि आई थिङ्क उसले मलाई चिन्छन् होइन चिन्दो रहेछन् अनि त्यहाँ मैले कङ्ग्रेचुलेसन भाइ भनेर उसलाई पर्सनल पनि लेखेको छु अनि प्लस अनि अब सपोर्ट त अब अभियसली भइहाल्छ अनि अघि हाम्रो टेक दुधराज होइन उहाँ पनि त नेपाली तारामा जाँदाखेरि कति सम्म पुगे पछाडि उहाँलाई पनि त यही आइडेन्टिफिकेसनकै इस्युजमा चाहिँ त्यहाँदेखि फर्दर जान सक्नु भएन आई थिङ्क त्यो पनि कनेक्टेड भयो हाम्रो अर्जुन दाजुलाई होइन अनि त्यो मेरो भोइस युनिभर्सको जुन उसमा चाहिँ अघि उहाँले अलिकति गुनासो गर्नुभएको कुरा चाहिँ त्यो हो होइन तर जहाँसम्म लाग्छ अहिले आएर त अब त्यो समय र अहिले त अब धेरै डिफ्रेन्स भएको छ नि त होइन जस्तो हाम्रो पनि हाम्रोलाई के अरे एउटा लाइन छ नि हाम्रोलाई नै राम्रोलाई सपोर्ट गर्नु भने त म चाहिँ के भन्दा नि हाम्रो नै राम्रो भएको भएर आएको छ नि त म्युजिक बुझेर म्युजिक लर्न गरेर होइन के अभियसली मान्छे त अहिले त्यति डम छैन नि त होइन स्वर सुनेरै उसमा भएको खुबी देखेर नै सपोर्ट भोट गर्ने हो नि त होइन त्यो त देखिहालिन्छ उसमा कतिको छ जस्तै अब म ब्याक टु तपाईँमा आउन चाहेँ होइन किनभने हाम्रो गफ आजको तपाईँसँग स्पेसल रहने छ भने जस्तो सबै गानाहरू जति पनि गर्नुभएको छ अलिकति मलाई फिडब्याक जान्नु मन लागेको चाहिँ हाम्रो पाउजुको बारेमा हजुर अलिकति त्यसको बिहाइन्ड द स्टोरी अथवा त्यो कसरी एल्बम त पहिले नै गरिसक्नु भएको रहेछ होइन आफ्टर वेल ग्याप भयो त्यस पछाडि कम ब्याक पाउजुबाटै भयो कि त्योभन्दा अगाडि पनि अरू कुनै प्रोजेक्टहरू गर्नुभएको मैले नेपालमा जस्तो 2015मा म मार्चमा यहाँ आएको फेब्रुअरीमा लाग्छ जस्तो लाग्छ यहाँ आउनु अगाडि नै मण्डलामा काठमाडौँमा लन्च गरेँ होइन गणेश रसिक हाम्रो के अरे रेडियो नेपालको त्यतिखेरको जिएम पनि हुनुहुन्थ्यो होइन त्योभन्दा पनि एउटा हाम्रो अग्रज स्रष्टा होइन रातो भाले क्वाक क्वाक भन्ने कसलाई थाहा छैन उहाँ प्रमुख अतिथि हुनुहुन्थ्यो त्यस्तो एउटा अपर्च्युनिटी एउटा सौभाग्यशाली व्यक्ति भन्छु म आफूलाई होइन मान्छु पहिलादेखि नै अलिकति राम्रो हस्तीहरूसँग चाहिँ त्यो एउटा मैले अवसर पाएँ त्यसमा चाहिँ अब श्रेय प्रकाश साङ्देमी दाइलाई जान्छ किनभने उहाँकै थ्रुबाट त्यो सबै कुराहरू सम्भव भएको थियो होइन र फेरि उहाँहरूले म जस्तो एउटा नयाँ आर्टिस्टलाई होइन सपोर्ट गरिदिनु त्यो पनि ठुलो कुरो हो त्यही त त्यसरी मैले एल्बम गरेर आएको थिएँ पाउजु चाहिँ कसरी भयो भने म भर्खर आएको थिएँ अघि भने चाहिँ स्यानलेमै बस्थेँ त्यतिखेर मलाई एउटा गिटार चाहिँ मैले यामाहाको त्यतिखेर 150मा बेग भाइ पनि आएको 150मा होइन गिटार ल्याएको थिएँ अनि यसो बजाउँथेँ एक दिन पोस्ट फेसबुकमा पोस्ट आयो क्या सौरभले लेखेको हाम्रो सौरभ पाउजुले सुनाउन तिमीबाटै सिकोस् भमराले धुन बनाउन तिमीबाटै सिकोस् 4 लाइनको थियो उसले रुवाई लेखेको थियो अनि त्यो पढ्दाखेरि मलाई चाहिँ पढ्नु बित्तिकै यो त ओहो यस्तो मेलोडी यहाँ बग्छ है भनेर त्यसमा काइन्ड अफ मलाई म्युजिकसँग कनेक्ट भयो क्या अनि मैले गिटार पक्रेर यसो गाएँ अनि मैले त्यो स्थायी मध्ये पाउजुले सुन्छु तिमीबाटै सिकोस् पाउजुले छुनाउन तिमीबाटै सिकोस् भमराले भुनभुनाउन तिमीबाटै सिकोस् पाउजुले छुनाउन तिमीबाटै सिकोस् यो खालको अनि थ्याङ्क यू यसको स्थायी अन्तराहरू पनि साह्रै मिठो लाग्छ होइन स्थायी बनाएँ होइन हजुर अनि मैले सौरभलाई थाहा छैन मैले गीत बनाएको अनि स्थायी बनाएँ अनि त्यतिखेर चाहिँ हामी फ्रिक्वेन्टली भेट हुन्थ्यो सौरभ पनि फिटो केटा हामी सबै फिफ्टो होइन अनि कोलम्बस ऊ आइरहन्थ्यो
हामी पनि क्लिपल्यान्ड कता कता गइरहन्थ्यौँ। मैले पनि रियलाइज गरेको पहिला हाम्रो 15 को भेट तपाईँ यता आए पछाडिको भेटमा भन्दा अपिरियन्स वाइज पनि चेन्ज हुनु भएको छ अलिकति। अलि ज्यान त्यतिखेर नेपालबाट आएको दुब्लो पाखरै। अनि त्यस पछाडि मैले सौरभलाई सुनाएँ, उसलाई थाहै छैन। अनि सुनाएँ कि सुनाएपछि उसले मन परायो सुनाउनु बित्तिकै फर्स्ट टाइममै। अनि त्यहाँदेखि दाइ लु अन्तरा पनि मुनिको पनि गरौँ भन्यो। अनि उसले मन पराएपछि मलाई पनि कस्तो भयो भने ओहो लेखक स्वयंले त मन परायो भनेपछि अन्तरा गरेँ। त्यतिन्जेलसम्म हामीले यो गीत बनाउँछौँ भिडियो गर्छौँ भन्ने प्लानै छैन है, त्यो त आउट अफ त्यो इमेजिनेसनमै छैन। अनि त्यहाँदेखि त्यस पछाडि अन्तरा बनाएर सुनाएपछि अनि सौरभ पनि जोसियो, लेट्स डु इट गरौँ भन्ने खालको भयो। अनि त्यस पछाडि उसले यसको त अनि रेकर्ड जर्जियामा गरेको हाम्रो आदरणीय दाजु विकास थुलुङ दाइको स्टुडियोमा जर्जियामा गएर विकास दाइ पनि मुभ हुनुभयो नि। अहिले हेरिसप्रकै हुनुहुन्छ दाइको फेरि स्टुडियोहरू बन्दैछ भन्ने कुरा आएको थियो होइन। अनि त्यसरी बनेर अन्तिममा म्युजिक भिडियोसम्म आयो होइन। र यो त्यसरी बनेको हो क्या। त्यो जस्तो यो गीतमा चाहिँ होइन पाउजु उसमा चाहिँ बाउ बोगटी दाई र अनि हाम्रो यता नम्रता श्रेष्ठ जो उहाँहरू चाहिँ यो गीतमा सुट हुन्छ भन्ने जुन कन्सेप्टहरू आएको छ नि यसको बारेमा पनि थोरै भनिदिनुहोस् न। यो चाहिँ अब भिडियोको सम्पूर्ण कुराहरू चाहिँ सौरभले सम्हालेको थियो। इभन फाइनेन्सदेखि लिएर भिडियोमा को राख्ने के गर्ने त्यसमा फ्रिक्वेन्टली हामीसँग बाबु दाई हुनुहुन्थ्यो होइन टचमा। यतै युएसमा हुनुहुन्थ्यो कि त्यतिखेर दाई आई थिङ्क नेपालमै हुनुहुन्थ्यो होला, नेपालमै हुनुहुन्थ्यो। अनि दाईले गाइडेन्स गर्नुभयो। अनि हाम्रो लागि त ठुलो कुरो नि बाबु दाईले होइन यस भनिदिनु भयो होइन। अनि नम्रता श्रेष्ठहरू गर्ने अब त्यो फेरि त्यससँग जोडिएको हाम्रो एकजना बोल्नै नहुने पात्र जो डिरेक्टर हुनुहुन्थ्यो भिडियोको सुरज श्रेष्ठ। बिचरा दाई एउटा अल्प आयुमै संसार छोडेर जानुभयो होइन। मिस गर्छु स्टिल दाइलाई होइन, जहाँ हुनुहुन्छ दाइको एउटा आत्माले शान्ति। सायद तपाईँसँगको चाहिँ त्यो नै अन्तिम। उहाँसँग दुईवटा काम भयो, पाउजु र भिरको बाटो। भिरको बाटो तर त्यही त अब त्यसरी पाउजुबाट चाहिँ एउटा धेरैसम्म जोडियो। र मेरो म्युजिकल करियरको पहिलो म्युजिक भिडियो भएको नै पाउजु हो। र त्यसमा चाहिँ अब बिचरा सौरभले सबै कुरा गरेको र सौरभको उसले लेखेको होइन। र कम्प्लिट लिरिक्स उहाँको लिरिक्स उसको कम्पोजिसन र सिङ्गिङ मैले गरेको थिएँ। एकदम मिठो मिठो थियो क्या, मिठो छ अहिले पनि। आई थिङ्क त्यसको भ्यू त अहिले लगभग थुप्रो पुगिसक्यो होला। त्यस्तो अब भ्यू अहिलेको कम्पेरिजनमा चाहिँ त्यस्तो धेरै होइन। तर त्यो अब कस्तो भने म चाहिँ कसरी लिन थालेँ भने आजकल चाहिँ त्यो भ्यूलाई चाहिँ एउटा मायाको हिसाबले होइन, अप्रिसिएसन हिसाबले। अनि त्यसले एउटा आफूलाई एनर्जाइज गर्दो रहेछ होइन। अब जस्तो अहिलेको बजारको ट्रेन्डमा कम्पेयर गर्ने भने त त्यस्तो कम्पेरिजन हुँदैन। तर अब जसरी म एउटा सङ्गीतमा अगाडि बढिरहेको छु होइन, त्यो मानेमा चाहिँ भेरी सेटिस्फाइड र म खुसी छु। र अब अपकमिङ प्रोजेक्टहरूमा पनि त्यही आशा छ होइन। दर्शक श्रोताले माया दिनुहुनेछ। कहीँ कमी कमजोरी भयो गल्ती भयो भने पनि अम्लाई दिनुहोस् होइन। त्यसो हुँदा आफूलाई इम्प्रुभ गर्दै बेटर गर्दै जान्छ। गाली नै ताली होइन। कलाकार चाहिँ त्यही अरे नि त, अब गालीको लागि पनि रेडी हुनु पर्यो, तालीको लागि पनि पाचन शक्ति बढाइराख्नु, जे आउँछ मजाले पचाउँछ भने जस्तो। तिम्रो माया जालीको विषयमा होइन, त्यो पनि एकदमै राम्रो गीत बनेको थियो होइन। गीत त सबै गीतहरू नै एकदमै मिठो बनेको छ। आज अहिले पनि अब रोहन सुब्बा भनेर हामीले युट्युबमा खोज्यौँ भने जुन हाम्रो फर्स्ट एल्बम पनि सबै युट्युबमा भेट्नु सकिन्छ कि राखिएको छ है भनेपछि मेरो आफ्नै युट्युब च्यानलमा राखेको छु। भनेपछि सब ओभरअलमा तपाईँको जति पनि कामहरू लगभग अब चाहिँ भेटाउन सक्नुहुन्छ, सबै भेटिन्छ। ओके। र फ्युचर प्रोजेक्टहरू होइन को तयारीमा कतिको लागिराख्नु भएको छ? फ्युचर अब रिसेन्टली एउटा मेलिना राईसँग मैले लाइफमा पहिलोपटक म कहिले पनि के अरे डुएट गरेको थिइनँ र मेरो चाहना चाहिँ थियो छोरी मान्छेसँग एउटा डुएट गाउँदाखेरि कस्तो सुनिन्छु होला, कस्तो हुन्छ होला भन्ने एउटा जिज्ञासा थियो, एकदमै धेरै चाहना थियो। अनि मैले आफै कम्पोज गरेको गीत थियो, राखिरहेको थिएँ।
एउटा कुरा भन्छु भन्ने अनि त्यो गीत चाहिँ रिसेन्टली अडियो काम भइसकेको छ हाम्रो मिक्सिङ मास्टरिङ के अरे किशोर थापा दाइले सक्दिसक्नु भएको छ रिदम कडेलले एरेन्जमेन्ट गर्नुभएको शब्द सङ्गीत म आफैले गरेको छु मेलमा मेरै भोकल छ फिमेलमा मेलिनाको छ र भिडियोको काम पनि भइरहेको छ अर्जुन तिवारी नेपालमा हुनुहुन्छ मेरो साथी त्यो चाहिँ छ नेक्स्ट प्रोजेक्ट अब आउने र ब्याक टु तिम्रो मायाजाली अघि उठाउनु भयो त्यो चाहिँ मेरो एउटा काइन्ड अफ कमब्याक हो म बिचमा हुन्छ नि मान्छेको आँखाबाट जनताको नजरबाट 18 पछाडि 24 सम्म चाहिँ एउटा आइसोलेसन जस्तो थिएँ भनेको त्यो टाइममा विवाह भयो बच्चा भयो होइन आफ्नो काम यावत कुराहरूले एक किसिमले म्युजिकलाई अगाडि बढाउँछु भन्दा हुँदा पनि त्यो पर्दा पछाडि रहनु पर्यो त्यतिखेर त्यो खासै त्यसलाई अब पर्दा पछाडि भन्दा पनि अब आफ्नो पहिला त अब व्यवस्थित गराउनको लागि होइन आफ्नो लाइफ पार्टनर विच इज रियली इम्पोर्टेन्ट इन लाइफ होइन जति पनि आफूले एक्टिभिटिजहरू गरिन्छ आर्टिस्टिक फिल्डमा होइन त्यसको लागि त एज अ ब्याकबोनको रूपमा सपोर्टिभ भएर अन्डरस्ट्यान्डेबल होइन एकदमै आफूलाई सपोर्ट गर्ने सायद बुनु त्यही खालको हुनुहुन्छ होला मेरो वाइफको चाहिँ मित मामाको छोरी हुनुहुँदो रहेछ हजुर होइन अनि तपाईँको साली चाहिँ मनिता गुरुङ ऊ चाहिँ मेरो मामा ससुराको बिहा हुँदाखेरि चाहिँ हजुर ऊ नाचेको थिइन् क्या हजुर म पनि नाचेको थिएँ अनि त्यतिखेर चिनजान भएको थियो होइन तर अनि हामी त साइनो भित्र छौँ त साडु पर्ने रहेछौँ होइन मैले तपाईँलाई लास्ट टाइम भेट्दाखेरि पनि कुरा गरेको थिएँ होइन हाम्रो मित मामा ससुराको चाहिँ छोरी भनेपछि साली परेपछि यता साडु होइन सालीको वाइफ के अरे हस्बेन्ड साडु अनि जस रिलेसनभित्रै बाँधिएछौँ कि हजुर अनि हामी जस एउटा साङ्गीतिक हिसाबले एउटा बोलचालको हिसाबले जिजी पनि छ र फेरि साइनो पनि सबै एङ्गलबाट कनेक्टेड हुँदैछ ग्रुम अप सिचुएसन वाइज होइन रिलेसन वाइज ग्रुम अप हुँदैछ जस्तो मैले कुरा चाहिँ के जोड्नु खोजेको थिएँ नि बिहा भयो होइन त्यस पछाडि बच्चा नानीहरू छ नि मेरो एकजना छोरा छ कति वर्ष 5 लाग्नै आँट्यो यो मेमा 5 लाग्छ भनेपछि रनिङ अहिले स्कुल 5 वर्ष लाग्यो स्कुलिङ सुरु भइसक्यो अब यो सेप्टेम्बरदेखि चाहिँ उसको किन्डरगार्टन हुन्छ यहाँ चाहिँ पिएमा चाहिँ 4 वर्षदेखि नै सुरु गराउँछ हाम्रो त्यहाँ चाहिँ अलिकति प्री स्कुल चाहिँ गइरहेछ तर अब उसको किन्डरगार्टन चाहिँ अब सुरु हुन्छ ओके ल बाबुलाई पनि एकदमै हामी यहाँबाट सम्झिन्छौँ है अनि अल द बेस्ट फर फ्युचर होइन स्टडीदेखि लिएर हेल्थ वेल्थ एभ्रिथिङ वाट एभर हाम्रो रोनजी लगायत होइन प्यारेन्ट्सको थ्रुबाट गर्ने कुराहरू सबै कुराहरूको लागि चाहिँ बेस्ट अफ लक होइन उसको एजुकेसनको लागि सायद मलाई जहाँसम्म लाग्छ तपाईँको दिमागमा पनि एक हिसाबले म्युजिकमै लिएर अगाडि आउन पाए हुन्थ्यो भन्ने एउटा कन्सेप्ट छ होला जहाँसम्म लाग्छ होइन अनि हाम्रो जस्तै बुनुको सपोर्ट कतिको छ यो म्युजिक फिल्डमा यस्तो चल्दैन यताउति होइन किन गर्नु अब तपाईँले सेल्फ इन्जोयको लागि गरिरहनु भएको छ होइन ज्यामअपहरू भइरहन्छ रमाइलो मोमेन्ट भइरहेको छ किन गरिरहनु पऱ्यो किन खर्च गर्नु पऱ्यो अथवा आउट स्टेट जाँदाखेरि अब ग्यास हालेर जानु पऱ्यो आफै कति ठाउँमा त ल एज अ बुक्ड भएर इभेन्टहरू गर्दाखेरि केही हदसम्म पेड हुनसक्ला होइन धेरै ठाउँमा हामीले प्रोग्रामहरू गर्दाखेरि धेरै नाम लिन चाहिँ तर धेरै ठाउँमा हामी चाहिँ ग्यास पर्छ आफ्नै होइन पर्फर्मेन्स गरेर 1.5-2 महिना अगाडिदेखि अब डान्स र गायनमा त लगभग रिहर्स त उस्तै नै हो नि त सङ्घर्ष त होइन अब यता फिजिकली गर्थ्यौँ अनि जाँदाखेरि धेरै ठाउँमा हामी इस्रो भएर फर्केको पनि छ क्या मोमेन्टहरू कतिवटा तर तपाईँलाई सायद तपाईँको केसमा म्युजिकको जर्नीमा वाइफको सपोर्ट हुन किन जरुरी छ र कतिको छ तपाईँलाई वन्स अब तपाईँ छोरा मान्छे हुनुहुन्छ अथवा फिमेल हुनुहुन्छ युआर इन म्युजिक होइन अब पार्टनरको सपोर्ट चाहिँ एकदमै मोस्ट एसेन्सियल हो क्रुसियल कुरा हो यो चाहिँ हुनुपर्छ र मेरो केसमा एकदमै धेरै सपोर्ट छ किनभने अब
जस्तो मैले एउटा इन्सिडेन्ट सम्झेँ 2018मा राइट बिफोर अब म एउटा ब्रेक लिनुभन्दा अगाडिको कुरामा आई स्टिल रिमेम्बर हामी त्यतिखेर एउटा अपार्टमेन्टमा बस्थ्यौँ कोलम्बसमा अनि वी ह्याड अ पिगी ब्याङ्क होइन अनि त्यो सर्टन पैसा जम्मा गरेका थियौँ र सुनिता र मैले मेरो वाइफ र मैले त्यतिखेर आँखा छ राम्रो भन्ने गीत म्युजिक भिडियो बनाउनलाई अब त्यसलाई फुटायौँ होइन झिकेर गर्दाखेरि समथिङ $400-500 थियो त्यतिखेर नि उसले सपोर्ट गरेको र पछाडि ग्याप पछाडि 2024मा फेरि कमब्याक कसरी गर्ने भन्दाखेरि मेरो एउटा कम्पोजिसन त्यो तिम्रो माया जाली मुटुमा यस्तो भन्ने मैले धेरैवटा दिन मान्छेहरूलाई सुनाउँथेँ होइन सबैले त्यो बजारिया गीत चाहिँ छैन तर एउटा सबैले चाहिँ नि यो चाहिँ कहिले लिएर आउने भन्थ्यो र मेरो वाइफलाई पनि अब आफ्नो म हराए पनि त सुनाइ त रहेको हुन्थेँ उसले चाहिँ त्यो गीत मन पराइरहेको थियो अनि कमब्याकमा चाहिँ उसको धेरै सपोर्ट छ र उसले नै यही गीतबाट आउनुहोस् ब्याक भनेर गरेको र अब स्टिल अब अहिलेसम्म पनि उसको सपोर्ट छ र फ्युचरमा पनि मेरो प्रोजेक्टहरू छ होइन अपकमिङ लाइनअपमा छ प्लानै गरेको छु अब चाहिँ ताकि म हिजो जस्तो नहराउँ क्या हिजो चाहिँ प्लानै थिएन एउटा गीत गर्ने नेक्स्ट कसो गर्ने भन्ने त्यो थिएन होइन अहिले चाहिँ मसँग अब कसैको केही आँखा नलागोस् सबैको आशीर्वादै लागोस् एटलिस्ट 3 वर्षको मसँग अलरेडी रोड म्याप कसरी जाने भन्ने एउटा मैले प्लान लेखेर राखेको छु 3 वर्ष र त्यसमा चाहिँ उसको वाइफको एउटा सपोर्ट छ र उसले सपोर्ट पनि गर्नेछ त्यसरी भइरहेछ ग्रेट होइन त्यो त हुनैपर्छ सपोर्ट भएन भने फर्स्ट त होइन तपाईँ अब जतिसुकै बाहिर वाइल्डली रूपमा वेल नोन हुनुहोस् होइन जति नै रिनाउन हुनुहोस् लास्टमा भन्छ नि चरीको घर घुमेर भने चाहिँ घरमा आए पछाडिको जुन एउटा साथ सपोर्ट त्यही लेभलको भएन भने कति प्राय यो फिल्डमा लागेको व्यक्तिहरू कम्प्लिटली डिजल्भ भएर जाने भइरहनु भएको छ नि त होइन तर त्यो केसमा अहिलेको अब जमानामा सपोर्ट हुनु त एकदमै किनभने यो त ट्रस्ट वाइज होइन प्लस अब तपाईँले गरेको काम पहिला कुरो त वाइफले भएन मिठो लागेन यो नगर्नुहोस् भन्नु एउटालाई मन परेन भने पब्लिकमा आएपछि त अभियसली होइन फर्स्ट फिडब्याक नै वाइफले सुरुमादेखि सुनेको हुन्छ एकदम एकदम त्यो विच इज ग्रेट होइन किप सपोर्टिङ भनौँ होइन हाम्रो रोननजीलाई चाहिँ इज अलरेडी नै एउटा यो फिल्डको लागि त इज अलरेडी स्टार होइन त मेक मोर साइनिङ होइन उहाँलाई चाहिँ एकदमै सपोर्ट किप सपोर्टिङ टिल यो म्युजिक जर्नी त अब एन्ड त हुँदैन एन्ड हुन्जेल्स मेरो त म्युजिकमा रहनुको लागि चाहिँ मैले के पनि गरिरहेको छु भने यहाँ मेक भाइ हुनुहुन्छ होइन म्युजिसियन राम्रो एकदमै म्युजिसियन मेक हाम्रो अहिलेको जेनेरेसनमा होइन एकदमै राम्रो हाम्रो कम्युनिटीमा राम्रो कम्पोजर प्लस होइन म्युजिसियनको रूपमा पनि आइरहेको छ प्लस एक दुईवटा गीतहरू आफै पनि सिङ्गर पनि हो राम्रो सिङ्गर आफै पनि गरिरहेको उहाँसँगको रिलेसन चाहिँ कस्तो छ किनभने एउटा सिङ्गर प्लस एउटा म्युजिक कम्पोजर होइन सँग त अलिकति रिलेसन हुनु पनि पर्यो नि त कस्तो छ तपाईँको भाइसँगको मेक भाइ मैले कसरी हेर्छु भने अब जस्तो हामीसँग धेरै कम्युनिटीमा कम्पोजरमा थोरै हुनुहुन्छ लगभग औँलामै गर्न सकिन्छ अनि भाइ चाहिँ वान अफ द फाइनेस्ट एन्ड त्यो युनिक ट्यालेन्ट भएको आई थिङ्क मेक भाइको कम्पोजिसनले चाहिँ अहिलेको यङ्स्टरलाई पनि कनेक्ट गर्छ होला त्यो खालको हुन्छ नि उसको मेलोडीहरू र उसले फेरि सिकि पनि रहेछ विच इज भेरी गुड थिङ होइन किनभने सिकेर आएको मान्छेको अर्कै हुन्छ म्युजिकमा होइन अनि भाइको अहिले रिसेन्टली के अरे सुबानी मुक्तानजीसँगको होइन गीत मैले हेरेँ मैले सेयर पनि गरिदिएको थिएँ होइन फेसबुकमा अहिले भर्खर रिलिज भएको छ सबैले सेयर पनि गरिदिनु होला सुस्तरी मलाई एकदम राम्रो लाग्यो तपाईँको गीत पनि 2.5 मिनट 3 मिनट छोटो अनि अहिलेको यङ्स्टरहरूलाई मनपर्ने खालको क्याची मेलोडी र म त भाइलाई यही भन्छु कन्टिन्यू गर्नु होला अब हामीलाई थाहा छ हामी कस्तो भने एउटा अर्कै जग्गामा छौँ होइन काठमाडौँ नेपालभन्दा पर छौँ
र कस्तो हुन्छ भने टफ हुन्छ होइन, तर च्यालेन्जिङ छ। तर फेरि टफ र च्यालेन्जिङ भएन भने पनि मजा आउँदैन होइन। अब यहीँबाट चाहिँ नै अब कन्टिन्यू दिनु भन्छु भाइलाई होइन। र उसले गरेको धेरै कामहरूले उसलाई एउटा पहिचान दिइसकेको छ। मेरो चाहिँ पर्सनल इच्छा के पनि हो भने तपाईँ र मेघराज भाइसँगको एउटा कोलाबरेट चाहिँ होस् भन्ने फ्युचरमा। होइन त्यो त म त एकदमै वेडिङमा पनि छु होइन, कस्तो चाहिँ होला म त एकदमै त्यसको लागि त पोजिटिभ छु। र त्यो त हामी गर्छौँ, किनभने मलाई मेघ भाइसँग भने अघि होइन, उसको कम्पोजिसनहरू भाइले धेरै अगाडि दिन सुनाइरहेको थियो। एउटा धनु लेप्चा भाइको शब्दगुण सुनाएको थियो, अरू पनि। हाम्रो त्यो के अरे 2015 मा शरणजी म सुभाषजी आउँदाखेरि त्यतिखेर पनि भाइले के अरे बिहान कम्पोजिसनहरू सुनाउनु भएको थियो होइन। त्यो टाइममा 10 वर्ष अगाडि झन् त्यतिखेर भाइ झन् सानो, अहिले नै सानो छ होइन। त्यतिखेरै त्यस्तो राम्रो भाइको कम्पोजिसन थियो क्या। र अभियसली कमिङ ब्याक टु योर क्वेसन होइन, आई वुड लभ टु वर्क विथ हिम। अब किनभने कोल्याब गर्नुपर्छ। भाइलाई दाइले सम्झिने हो, दाइलाई भाइले सम्झिने। भाइले चाहिँ मलाई नि कस्तो भने एउटा दुःखको क्षणमा पनि उसले मलाई सम्झेको छ है, झकझक आएको छ। त्यो जुन 18 देखि 24 को जुन बिचमा ग्याप भयो कोभिडको टाइममा होइन। अब म एउटा काम गरिरहेको थिएँ, जबमा थिएँ, अनि म्युजिकदेखि पनि टाढा थिएँ। भर्खर बच्चा हुर्काउँदै थिएँ, एकदम टफ हुन्छ लाइक बिङ अ न्यू प्यारेन्ट होइन। बच्चालाई हुर्काइरहँदाखेरि अनि फेरि फर्स्ट चाइल्ड थाहै हुँदैन कसरी के गर्ने, ओभरवेल्मिङ हुन्छ, एक्साइटमेन्ट हुन्छ होइन। सबै कुराहरूले एकैचोटि जुधिरहेको थिएँ। अनि म्युजिकदेखि पर थिएँ म। एउटा टाइममा यस्तो फेजमा पुगेँ कि नन्दजी, म तपाईँको फेसबुकहरू हेर्थिनँ, युट्युबहरूमा खालि समाचार मात्रै हेर्थेँ। मलाई गीत देख्यो भने कस्तो एउटा रुन मन लाग्ने होइन, कस्तो नराम्रो लाग्ने। किनभने त्यो देखेर अब त्यसमै इच्छा छ केही गर्नु सक्दैन के। कस्तो लाग्यो भने मलाई तपाईँको एक्सपिरियन्स सेयर गर्दा, सरी फर इन्टरप्ट होइन, तपाईँको म्युजिकसँगको जुन एउटा एट्र्याक्सन छ नि, जुन एउटा एट्याचमेन्ट छ नि, त्यो चाहिँ तपाईँको जेनरल रूपमा अब पारिवारिक व्यस्तता अथवा कुनै पनि कुराले तपाईँलाई त्यो केही समयको लागि मात्रै तपाईँ त्यसबाट टाढिएको चाहिँ होइन। तपाईँले नम्बर 1 पोइन्ट होइन। अनि तपाईँले जुन मलाई त म्युजिक हेर्ने बित्तिकै मलाई कस्तो रुनु मन लाग्थ्यो भन्नु भने जुन त्यो मोमेन्टमा चाहिँ, तर यु स्टिल प्लानिङ समथिङ क्या, इन्टरनली चाहिँ तपाईँ केही गर्छु म होइन, आई विल कम ब्याक विथ समथिङ, अथवा रिहर्स त भइरहेको हुँदैन नि त फिजिकली तपाईँले नगरे तापनि, तर सबैभन्दा भित्र सबकन्सियस माइन्डमा अथवा भित्री एउटा कुनामा त्यो म्युजिक एउटा भन्छ नि थियो क्या, सास फेरिरहेको थियो। अनि त्यही टाइममा हाम्रो मेघराज भाइले मलाई कल गर्नुभएको थियो, दाइ के हो, के कसो हुनुहुन्छ, कस्तो अवस्थामा छ होइन। म्युजिकमा पनि त्यति देखिन्न दाइलाई, पहिले यसरी गर्नुहुन्थ्यो, कस्तो के छ, केही साह्रो गाह्रो छ हुन्छ नि, अथवा इमोसनली केही कुरा डिल गर्दै हुनुहुन्छ, अथवा केही साह्रो गाह्रो छ भने भाइ सम्झेर सेयर गर्नुहोस् है। अनि मलाई त्यो एकदमै कस्तो लाग्यो क्या हो है। अनि किनभने त्यस्तो खालको साथीभाइहरू पनि कमाइएछ होइन। होइन के हुन्छ भने एउटा राम्रो काम गरिरहेको सिङ्गर होइन, राम्रो प्रोजेक्टहरू ल्याइरहेको सिङ्गर, अनि अब एज अ भोइस त अब कुरै नगरौँ होइन, यति मेलोडी छ तपाईँको आवाजमा, थ्याङ्क यू होइन, मोस्ट वेलकम। अनि त्यस्तो व्यक्ति चाहिँ एकदमै प्यासिभ भइदिँदा, सट्टै गायब भइदिँदा त होइन, अलिकति एउटा आशा देखेर नै हो नि त त्यो जो व्यक्तिहरूले तपाईँलाई होइन नक गर्नुभयो है, के हुँदैछ है, कता हुनुहुन्छ है होइन। अब इभन हामीलाई पनि क्याम्पमा त तिमीहरूले त आगो बालेको हो त, खै के भएर प्यासिभ भयो, के भएर हरायो, झगझगाउने मान्छेहरू छन् होइन। वान अफ द मेघराज पनि त्यो सायद त्यो नै तपाईँप्रति त्यो नै सोचेर नै गरे होला होइन, र अरू अन्य धेरैले गर्नुभयो होला, तर त्यो मोमेन्टमा चाहिँ तपाईँलाई एकदमै मेमोरीमा यादगार चाहिँ वान अफ द मेघराज भाइले त्यो गर्नुभएको थियो होइन। अम्बर काकाहरूले, हाम्रो आरबी दाजुहरूले, इभन तपाईँहरूले, शरणजीहरू, सबै सुभाषजी, जति पनि मेरो नजिकको साथी सर्कलले चाहिँ मलाई भेट्दै पछि सोध्नुहुन्थ्यो। अनि आई स्टिल रिमेम्बर एउटा यस्तो पोइन्ट आयो, तपाईँको 6 वर्ष भनेको त निकै लामो समय हो क्या। अनि इनिसियल 1, 2, 3 वर्षसम्म होइन
म कोहीसँग इन्काउन्टर हुँदाखेरि दे युज्ड टु आस्क होइन म्युजिकमा के प्लान छ कसो छ अनि पछि चाहिँ यस्तो समय आयो कि मान्छेहरू भेटुँदाखेरि उनीहरूले मलाई गीतको बारेमा सोध्थेन क्या नानीलाई कस्तो छ काम कस्तो छ होइन जिन्दगी कस्तो छ अनि मलाई त्यतिखेर त बिर्स्यो कि भन्ने पनि मलाई त्यतिखेर त ओहो है म त एउटा गायक हो त्यही सपना बोकेर अगाडि बढेको थिएँ सङ्गीत सिकेँ काठमाडौँसम्म गएँ यहाँ आएर पनि गरेँ म्युजिक भिडियो गरेँ अनेक गरेँ अनि आज आएर त मान्छेले त मलाई बिर्सेछ त अनि त्यसले एउटा झकझका क्या मलाई बनाले अर्को एउटा कुरा के एड गरिहाल्न चाहे भने त्यतिखेर त तपाईँ डकुमेन्टेड नेम त होइन रत्न सुब्बा हुनुहुन्थ्यो होइन हाउ कम रोनन सुब्बा यो नाम परिवर्तनको कथा पनि एउटा भनौँ न कथाै जस्तो छ सुरुमा चाहिँ मैले केहीमा सबैलाई चाहिँ त्यो नहोला कतिलाई चाहिँ कस्तो पनि हुँदो रहेछ भने आफ्नो नाम मन नपर्दो रहेछ होइन मैले हिजो लेटेस्ट मैले रोननजी आउँदै हुनुहुन्छ भन्दाखेरि ओ रत्न भन्नु क्या मलाई कोही व्यक्तिले अनि म सोचेँ ओ नाम त्यो पनि मलाई मेरो नजिकको त रत्नै भन्छ धेरै म्युजिक फिल्डमा लागेको मान्छेहरूको त ओरिजिनल नाम आफ्नो होइन जुन आइडेन्टिफिकेसन जुन नाम छ त्यो छुट्टै छ भने स्टेज नाम एउटा फाटेर आएको हुन्छ म्युजिकको फाटे हुन्छ नाम छुट्टै छ नि त त्यो भएर कनेक्ट गर्नुपर्छ जस्तो लागेर मैले सोध्न चाहेँ प्लिज कन्टिन्यू अनि मैले यो एउटा कहानी एल्बम गर्दाखेरि हाम्रो प्रकाश आग्नेमी दाईलाई दाई मेरो नाम मलाई मन परेन रत्न चाहिँ फेरि कस्तो हुँदैन नि केटीको नाम पनि रत्न भइदिने क्या अनि उहिले तर रत्न मिन्स डायमन्ड हो नि त डायमन्ड चाहिँ फेरि त्यो चाहिँ खतरा हो अनि त्यसको अर्थ चाहिँ दामी छ होइन त्यसरी नै बढ्न खोजिरहेको छु अनि केटीको नाम पनि होइदिने अनि के हुने पछि मलाई त्यो नाम अलिकति चेन्ज गरौँ कि भन्ने भएर मैले प्रकाश नाम दाईलाई नि एल्बम अगाडि दाईलाई सोधेको थिएँ होइन यही राख रत्न नै तँलाई त्यसरी चिनाएको छ मलाई फेरि एउटा ल्यासब्याक पनि भयो यसले त्यो एउटा कस्तो भने बेफाइदा पनि भयो नामले पछि भिरको बाटो आयो भिरको बाटोमा चाहिँ त्यो टाइममा अलिकति राम्रै भ्यू गएको थियो होइन 2016तिर 17तिर 2 मिलियनसम्म गयो त्यो टाइममा होइन अनि इभन साथीहरूलाई थाहा नभइदिएको रोनन सुब्बा को होइन त्यतिखेर म फेसबुकमा अहिले जस्तो एक्टिभ थिइनँ नभए त लाइभ चाहिँ बसेर छोटो भिडियो भनेर नमस्ते रत्न सुब्बा चाहिँ मेरो नाम थियो रोनन सुब्बा भिरकोबाट गाउने मैले भन्थ्यो होला होइन त्यतिखेर त्यो पनि थिएन अनि मलाई विनोद गुरुङ भाइले भनेको थियो त दाइ तपाईँले नाम चेन्ज गर्नु भएर तपाईँलाई बेफाइदा भयो नि गीत यस्तो राम्रो हाइप लिइरहेछ मान्छेलाई रोनन सुब्बा को भन्ने थाहा छैन लीला निसारीले भन्दै हुन्थ्यो के अरे रोनन भन्ने चाहिँ को भने रहेछ त तिमी पो रहेछौ भाइ भन्दै हुन्थ्यो हो अनि त्यसरी चेन्ज गरेको मैले मतलब तर अब अहिले पछि आएर तपाईँको एल्बममा मेरो रत्न सुब्बै छ नाम पाउजुमान रत्न सुब्बै छ भिरको बाटोदेखि चाहिँ रोनन सुब्बा राखेँ मैले भिरको बाटोदेखि चाहिँ उकालो लाग्यो ओह्रालो लाग्यो अलिक अप्ठ्यारै भएर साथीभाइलाई अप्ठ्यारो बनायो सरी भन्न चाहन्छु तर म के भन्छु भने साथीहरूले एउटा बाहिर चाहिँ रत्नै भन्नुभयो मलाई रत्नै खुसी लाग्छ होइन त्यही हो मेरो नाम एउटा स्टेजमा गीतको लागि सङ्गीतको लागि चाहिँ रोनन होइन मलाई चाहिँ त्यो कसरी ट्विस्ट भयो भनेर जान्नु मात्र मन लाग्यो तर स्टिल म अहिले पनि रोनन सुब्बै नै भनेर नै हजुर जान्न थालियो भनौँ न एउटा हेबिट बस्छ क्या तपाईँले एक दुईचोटि चाहिँ गरे पछाडि मान्छेलाई बिहान त्यसको स्टोरी के हो त्योसँग मतलब भएन तर अब चाहिँ उहाँको क्लियर भयो सबैजनालाई होइन नट रत्न सुब्बा अल्सो नोन एज रोनन सुब्बा एउटै व्यक्ति क्लिक दिस थिङ होइन सबैले याद गर्नु होला भन्न चाहन्छु अनि अभियसली अब त रोनन सुब्बा नै भनेर नै हुन्छ अब लगभग अब जतिले नयाँले चिन्नु भयो होइन रोनन पुरानैले पनि मलाई रत्नै भनेर बोलाए पनि युट्युबमा खोज्दा चाहिँ रोनन सुब्बाई भनेर सायद खोज्नुहुन्छ होला भन्ने छ हो होइन त्यो त डेफिनेटली हुन्छ जस्तै अलमोस्ट हाम्रो गफ त मलाई त अझै जाओस् भन्ने छ होइन अबाउट टु ऱ्याप अप होइन जस्तै मलाई अलिकति भिर के अरे तिम्रो माया जाली अलिकति
गुनगुनाउनु लागि रिक्वेस्ट गर्न चाहे। हुन्छ। यो तिम्रो माया जाली पनि मेरो आफ्नै शब्द सङ्गीत स्वरमा हजुरहरूलाई सुनाउन चाहे त थोरै। मुटुमा यस्तो काँडा बिझ्यो कि झिक्नै सकिन मैले, मुटुमा यस्तो काँडा बिझ्यो कि झिक्नै सकिन मैले, तिमी जाली हौ कि तिम्रो माया जाली, तिमी जाली हौ कि तिम्रो माया जाली, बुझ्नै सकिन मैले, ओ बुझ्नै सकिन मैले, हो बुझ्नै सकिन मैले। थ्याङ्क यू। मिठो, एकदम मिठो मिठो। यो कस्तो मिठो कम्पोजिसन क्या, शब्दहरू पनि त्यस्तै हुन्छ नि। अलिकति मेलोडी भन्नु बित्तिकै त मेलोडी त भोइस छ, अभियसली मेलोडी एकदमै मिठो छ होइन। अनि कम्पोजिसनहरू पनि त्यस्तै मान्छेले चाहिँ धेरै नै डिपली नै ध्यान दिएरै सुन्नुपर्छ त। शब्द भयो, सङ्गीत भयो होइन, अनि यसको कम्पोजिसनहरू पनि एकदमै मिठो होइन। तपाईँको एउटा प्याटर्न त्यो भयो। अनि अलिक डान्सिङ नम्बरहरू पनि गर्नुभएको छ कि प्लानमा हुनुहुन्छ? डान्सिङ नम्बर पनि गर्ने प्लानमा छु। एउटा अबको अपकमिङ प्रोजेक्टहरूमा यो मेलिना राईसँग गरेको अलि रिदमिक छ। त्यस पछाडि अर्को एउटा चुड्के डान्सिङ नम्बरमा मेरो आफ्नै शब्द सङ्गीतमा छ। मलाई शब्दको लागि चाहिँ अलिक कन्नुपर्छ भनेको मैले आफ्नो कोसिस गर्नुपर्छ। सङ्गीत चाहिँ अलिकति फ्लो हुन्छ मेरो होइन, शब्द चाहिँ अलि मेहनतै गर्नुपर्छ। त्यो त्यसरी म ब्लेस्ड पनि छैन। तर कहिलेकाहीँ कस्तो हुन्छ नि, कुनै चाहिँ आफूलाई फिल भएको हुन्छ यो चाहिँ हुन चाहिँ अर्को राइटरले देख्दा राम्रो हुन्थ्यो, तर मेरो यो फिलिङ्सलाई चाहिँ म आफै कोसिस गर्छु भनेर कोसिस गर्छु। त्यो मुटुमा यस्तो पनि त्यसरी गरेको मैले होइन। तर जतिवटा प्रोजेक्टहरू आएको छ होइन, अभियसली इभन आई विल चेक ब्याक टु फर्स्ट एल्बममा पनि म आफै पनि खोजेर सुन्नेछु होइन। मेरो लागि चाहिँ नयाँ कुरा भयो, थाहा थिएन नि त। तपाईँसँग यसरी आज गफ मार्फत त्यो कुरा थाहा भयो होइन। कति दर्शकलाई तपाईँको बारेमा होइन, तपाईँको प्रोजेक्टहरूको विषयमा थाहा थिएन भने पनि होइन। रिसेन्टली अहिले आएर मैले धेरै पोडकास्टहरूमा हजुरको होइन गफहरू पनि सुनिरहेको थिएँ, इन्टरभ्यूहरू हेरिरहेको थिएँ। अनि प्लस त्यसबाट पनि धेरै रिसर्च गर्ने मौका पाएँ तपाईँको बारेमा धेरै थोर होइन। अझ नजिकबाट निहाल्ने मौका पनि पाइयो होइन। अनि अहिले जुन आफ्नो सिङ्गरहरूलाई हाम्रो कम्युनिटीमा अहिले त धेरै अब भनौँ न धेरै ठाउँमा पोडकास्टहरू सिस्टम बसिसकेको छ अहिले त होइन। एउटा सिङ्गरलाई एउटा सिङ्गरलाई एक्सपोज गर्ने उहाँको बारेमा जनताले पब्लिकले जान्नु आवश्यक छ। किनभने त्यो बेला थिएन, अहिले छ, सजिलो भयो होइन। जस्तो अब माहौलमा साथीहरूले कुनै ठाउँमा होइन वाक्क लागेको मोमेन्ट छ, जस्तो यो गीत गान यो गीत गान यो दामी गाउँछस् टाइपको हुन्छ नि। त्यो एउटा हुन्छ नि सर्कल, त्यो कोही बेला ज्यामिङ बस्दाखेरि वाक्क त ला छैन। अब सेम रिपिट सङ गरेर लाउँछ नि कतिले, त्यस्तो चाहिँ होइन। तर मलाई अलिकति इरिटेट बनाएको, रिस उठ्ने मोमेन्ट बनाएको। रिस उठ्ने चाहिँ बनाएको छैन अरे। मलाई रिस उठ्ने बनायो चाहिँ झन् राम्रो अरे। त्यस्तो खतरा फर्मेस आएकै त्यो लेभलमा पनि पुगेला। तर त्यतिखेर नै हाँसेर गाउनु पर्ला। तर मलाई अघि मैले भने नि तिम्रो माया जाली चाहिँ यो मैले सायद गर्थिनँ होला। अहिलेको बजारको ट्रेन्डमा होइन त्यो गीत कहीँ न कहीँ फिट भएको छैन ट्रेन्ड हिसाबले। तर साथीभाइले शरणजीले मेरो शरण गुरुङजी साथीले एकदमै मन पराउनु हुने, जहीँ उयो हुँदाखेरि पनि रन्दजी त्यो चाहिँ गाउँ भनेर एकदमै एन्करेज गर्नुहुने। अनि त्यस्तो इन्सिडेन्टहरूले चाहिँ मलाई कस्तो भयो भने यो गीत लिएर आउनुपर्छ भन्ने भयो। तपाईँको साथीभाइको भेटघाटमा म ग्याप भए पनि नभए पनि अस्तिसम्म मलाई फरमाइस भइरहने गीत चाहिँ तिम्रो माया जाली त्यो गीत थियो। त्यो चाहिँ हो वाक्कचेला होइन। तर त्यसले मलाई चाहिँ कस्तो भयो भने कम ब्याक गाउनलाई एउटा ठुलो इन्सपिरेसन भयो। प्लस त्यही गीत पनि थियो नि त तपाईँको कम ब्याक होइन। एकदमै रोननजी
यो टाइमको लागि होइन एकदमै यो हामी अल द वे टु ऱ्याप अप होइन र अन्तिममा आफ्नो फ्युचर प्रोजेक्टदेखि लिएर होइन आफ्नो आफूलाई माया गर्ने सपोर्ट गर्ने अघि तपाईँले भन्नुभयो नि त्यो जुन लाइक गर्ने भ्यू गर्ने त्यो नै अहिलेको त अब सपोर्ट होइन प्लस अब जति पनि तपाईँलाई रुबरु भएर सपोर्ट गर्नेहरू त उहाँहरूको त भ्यालु छुट्टै छ तर पनि हेरेर होइन तपाईँको प्रोजेक्टहरूलाई सेयर गरेर माया गरेर उहाँहरूले जुन लाइकहरू गर्नुहुन्छ उहाँहरूको लागि जुन हाम्रो दर्शकको लागि आफ्नो ठाउँबाट म्युजिक जर्नीमा के प्लान छ होइन अपकमिङ प्रोजेक्टहरू होइन र नेक्स्ट हामी अब कुन सुन्न पाउँछौँ नयाँ प्रोजेक्ट त्यो विषयमा र अन्तिम आफ्नोबाट केही रहेको पब्लिक हाम्रो दर्शकबिनलाई केही कुराहरू अन्तिममा यही भन्छु कि फर्स्ट अफ अल चाहिँ अब अघि पनि सुरुमा पनि भने नन्दुजीलाई र हाम्रो टिमलाई गफ पडकास्ट टिमलाई र स्क्र्यान्टनलाई अब यहाँ हाम्रो मेक भाइ पनि हुनुहुन्छ होइन हाम्रो छोरी हुनुहुन्छ हजुरको छोरी नाम त के सृष्टि हुनुहुन्छ हाम्रो अनि टेक्निसियन भाइ सुहन भाइ हुनुहुन्छ यङ तर एकदमै एनर्जेटिक म त कस्तो भने एउटा माहौल नि अहिले आज म जसरी खोलिरहेको छु नि मेक भाइले पनि अघि भन्नुभयो यहाँ आउँदाखेरि चाहिँ त्यो एउटा गफै दाइहरू गफिरहनु भएको छ भन्ने खालको माहौल भयो नि त्यो चाहिँ त्यसको पछाडि चाहिँ नानीहरूको पनि एउटा एनर्जी र भाइले पनि एउटा खालको एनर्जी लिएर आउनुभयो होइन त्यो भयो स्क्र्यान्टन सदैव मेरो लागि एउटा मेमोरीमा होइन जहिले पनि राम्रो मेमोरी छ होइन र एउटा कुरा चाहिँ मैले भन्छु भनेर सोचेर आएको चाहिँ के भने हाम्रो कम्युनिटीमा म्युजिक एक मानेमा हराइसकेको छ है तपाईँको बिफोर कोभिड एक्टिभली काम गरिरहेको थियौँ कोभिड पछाडि कम्पेयरिङ टु प्रायर टु कोभिडको एउटा म्युजिक सिनेरियो अहिलेको एकदमै त्यस्तो छैन तर अहिले के भइरहेछ भने पडकास्टहरू भयो गफ भयो अरू पडकास्टहरू जसरी आए पछाडि चाहिँ मैले अहिले मेरै साथीहरूमा नि एक खालको ऊर्जा देखाएको छु क्या होइन देयर अब प्लानिङ अब होइन गर्नुपर्ने रहेछ कमसेकम एउटा काइन्ड अफ यो चाहिँ रिवार्ड हो हाम्रो लागि रिवार्ड हो र आफ्नो कुराहरू एक्सप्रेस गर्ने आफ्नो अडियन्ससँग कनेक्ट हुने यो ठुलो प्लेटफर्म त्यसको लागि नन्दजी र टिमलाई एकदमै थ्याङ्क यू होइन एकदम हाम्रो यो त अनर हो होइन म त म्युजिक फिल्डमा अहिले मात्रै होइन अगाडिदेखि गर्न खोजी कुना काप्चामा खोजी ल्याउने मेरो सोच छ हाम्रो टिमकै योजना त्यो हो होइन अनि अन्तिममा चाहिँ त्यही हो मेरो प्रोजेक्टहरू अब आइहाल्ने म थोरै गाएर सुनाइन्छु ल प्लिज त्यसो गर्दाखेरि त्यो हो मैले प्रमोसन पनि दिनु पर्यो नि अब नयाँ रोनन सुब्बाबाट व्हाट कमिङ नेक्स्टमा चाहिँ एउटा कुरा भन्छु तिमीलाई मन पर्छ पर्दैन लौ म एउटा कुरा भन्छु तिमीलाई मन पर्छ पर्दैन भन्ने भए भन न तिम्रो मनको भावना भन्ने भए भन न तिम्रो मनको भावना सुन्न मन छ मलाई यो चाहिँ मेलिना राइडर मेरो स्वरमा अब यसको चाहिँ भिडियो चाँडै आउँछ दुईवटा कि कतिवटा अगाडिको मान भनिसक्यो कि त्यो चाँडै आउँछ भन्दा भन्दै के कति कुरा मिलिरहेको छैन पनि एकचोटि भन्नु पर्यो चाँडै आउँछ ओके होइन त्यही हो नि आफ्नो प्रोजेक्टहरूको प्रमोसन गर्ने ठाउँहरू त छोड्नु भएन नि त जसरी एउटा मुभीको लागि कतिवटा प्लेटफर्ममा गएर प्रमोट गर्ने यो त हाम्रो त ठुलो एउटा प्लेटफर्म हो किनभने हाम्रो अडियन्ससँग कनेक्ट हुने अनि अर्को एउटा पनि म भनिहाल्नु पऱ्यो मेरो एकदमै मैले रिसेन्टली के अरे हेरिसबर्ग मुभ भइकन चिनेको साथी तर एकदमै हामी कनेक्ट भएको कामकै थ्रुबाट देव दिताल जी जो राम्रो फोटोग्राफी गर्नुहुन्छ इज वेल नोन फर हिज एउटा प्रोफेसनल फोटोग्राफी बिसाइड द्याट उहाँ भिडियो पनि राम्रो गर्नुहुन्छ उहाँ र उहाँको भाइ लक्सु दिताल अनि उहाँहरूसँग मिलेर मैले प्रोजेक्टहरू गरिरहेको छु एउटा चाहिँ मेरो सालीसँग
को म्युजिक भिडियो छ होइन, जुन चाहिँ हामीले मेजोरिटी चाहिँ सुट गरिसकेको छौँ, त्यो केही बाँकी छ। अलिकति त्यो पनि रिलिज भएको थियो जस्तो लाग्यो मैले यसो स्टोरी पोस्टमा पनि छ तर त्यो हुन्छ नि वेदरले अलिकति साथ नदिएर हामी अलिकति समरको ग्रिनरी पर्खिरहेको छौँ। अनि देवजीसँग त्यो एउटा भयो। अर्को एउटा रिसेन्टली शरणजीकै के अरे उसमा एरेन्जमेन्टमा अडियोमा शरणजीले काम गर्नुभएको छ। एउटा नयाँ फेरि कभर सङ देवजीले नै सुट गर्नुभएको छ, देव दिताल र उहाँको भाइ लक्ष्ु दितालले। त्यो पनि चाँडै आउँदैछ। एसआर मेलोडिज भनेर शरणजी र मैले हामीले काम गर्न खोजिरहेको छौँ। रोनन एसआरको ओके, त्यसको फुल फर्म चाहिँ त्यसरी जान्छ र हामीले कम्बाइन्डली त्यसरी काम गर्न खोजिरहेको छौँ र त्यसको लम्बा अगाडि भयो। सेकेन्ड इयर भयो, धेरै छ। ओरिजिनल पनि हामीले काम गरिरहेको छौँ, ओरिजिनल सङहरूमा पनि। र त्यस पछाडि अब प्रोडक्सन हाउस नै प्याकेजमा धेरै कुरा कामहरू आउँदैछ। त्यस पछाडि अब गर्ने छ कोलाबोरेसन आर्टिस्टहरुसँग पनि। सबै फ्युचर प्रोजेक्टको लागि आजैदेखि अहिलेदेखि नै होइन, जति जुनै समयमा पनि आउट भए पनि वी आर रियली एक्साइटिङ होइन। पब्लिक पनि आई थिङ्क सबै दर्शकहरू वेटिङमा वाट नेक्स्ट भन्नेमै हुनुहुन्छ होइन। सबै प्रोजेक्ट फ्युचर फ्युचर लागि र प्लस फर पर्सनल लाइफ एभ्रिथिङ होइन। अनि हाम्रो बाबुलाई पनि सबै कुराको लागि तपाईँहरू सबै सपरिवारलाई प्लस तपाईँलाई पनि बेस्ट विसेस फर एभ्रिथिङ होइन। अपकमिङ प्रोजेक्टहरूको लागि त डेफिनेटली वी आर रियली एक्साइटेड होइन। एसआर प्रोडक्सन त अब वाइल्डली रूपमै आउनुपर्छ भन्ने मेरो अब होइन। हाम्रो एसआर अल्सो गुड म्युजिसियन, गुड सिङ्गर, एकदमै राम्रो सिङ्गर म्युजिसियन। शरणलाई नै आई विल पुल हिम हियर वान डे होइन। प्लानमै छ, ऊ लिस्टमा छ ऊ मेरो होइन, गेस्टको लिस्टमै छ। र सबै कुराको लागि फेरि पनि भन्न चाहेँ होइन, बेस्ट विसेस। अनि यो अमूल्य समय हामीलाई छुट्याइदिनु भयो। लास्टमा हामी लास्ट पढाउनु भइरहेको छौँ होइन। र पनि एकदमै धेरै धेरै धन्यवाद हृदयदेखि नै। र यहाँको समयको लागि फेरि पनि यहाँको यात्रा ब्याक टु होम आजै जाने भन्नुभएको छ। हाम्रो प्लान चाहिँ अब मेघ हाम्रो प्लान चाहिँ बसौँ न यसो ज्याम गरौँ भन्ने प्लान थियो होइन। त्यही त माहौल त बस्नै मन थियो कि त्यही त। किनभने तपाईँको यहाँ एन्ट्री हुँदाखेरि जुन हाम्रो जनर मिल्ने व्यक्तित्वहरू यहाँ हुनुहुन्छ क्या, त्यसले गर्दा मैले सरी म बस्नै नपाए पनि म सम्झिन चाहन्छु भरत दाईलाई होइन, भरत तामाङ दाईलाई, हाम्रो दिपा सिस्टरलाई भयो होइन म्याडम, त्यहाँदेखि हिरा हाम्रो सिस्टर, जति पनि स्क्वान्टनको कलाकार साथीहरू हुनुहुन्छ। हाम्रो फ्लुटिस्ट रमन, उहाँ के भन्छ उहाँको नाम उल्टोबाट के राख्नु भएको छ त्यो अलिक कन्फ्युज हुन्छ। फ्लुट बजाउनुहुन्छ नि जति पनि स्क्वान्टनमा आइरहँदाखेरि मलाई सबैलाई भेट्न चाहना थियो। तर स्क्वान्टनको मैले अघि तपाईँलाई बाटोमा फोन पनि गरेर भनेको थिएँ, स्क्वान्टन सानो जग्गा भए पनि यहाँ हाम्रो जनसङ्ख्याको हिसाबले हाम्रो भुटनिस थोरै भए पनि यहाँको जुन म्युजिक र तपाईँहरूको जुन एक्टिभिटिज छ नि, पडकास्ट हरेक कुराहरू एकदमै चमकदार छ। एकदमै त्यसको एउटा छुट्टै रौनकता छ। किप अप भन्न चाहन्छु। ट्राई रहने छ होइन, कोसिस न हो हुन त। अब पर्फेक्सन भन्ने कुरा त मेरो लागि पनि यो काम चाहिँ अब जस्तो गर्दै गयो, केही चेन्जेसहरू आयो भने त्यसमा काम गर्ने, फेरि गर्दै गयो, फेरि काम गर्दै जाने, त्यो रहेछ। अब हामीले कलेज गरेर प्रोफेसनल त गरेको छैन कसैले पनि होइन, र पनि एउटा एज अ एक्सपिरियन्स गर्दै गरिरहेको हो। र एकदमै धेरै धन्यवाद। र गफमा अमूल्य समय दिएर यतिन्जेलसम्म हामीसँग रहिदिनु भयो। अभियसली हामी फर्दर फ्युचरमा पनि फेरि पनि विथ न्यू प्रोजेक्ट्स होइन, र फेरि पनि हाम्रो अरू कुराहरू पनि पक्कै पनि हामी गर्नेछौँ, धेरै भलाकुसारी गर्नेछौँ। राख्नु पऱ्यो नेक्स्ट टाइमलाई एकदम एकदम एकदम। म त भने नि यो त कन्टिन्यू गयो भने पनि सायद हाम्रो दर्शकलाई बोर हुँदैन क्या, किनभने एउटा पब्लिक फिगरको रूपमा आउनु भएको मान्छेलाई उहाँको बारेमा जान्नु पाउनु भनेको त इट्स होइन गुड थिङ नि त। थ्याङ्क यू पब्लिक फिगर भनिदिनु भएको। तर पनि अब ठिकै छ, अब कोसिस हामीले आफ्नो ठाउँबाट गरिरहेको छौँ होइन, यहाँले पनि गरिरहनु भएको छ। र अन्त्यमा दर्शक श्रोतालाई थ्याङ्क यू भन्न चाहन्छु र तपाईँहरूलाई पनि थ्याङ्क यू भन्न चाहन्छु। थ्याङ्क यू सो मच।
मजा आ गयो अरे मजा आ गयो गजब भयो डेफिनेटली गफ भने जस्तै गफ भयो गफै हो हैन यसरी नै